ओ हरायो भाडा उठायो भाडा कति उठाउने रे भाडा 50 रे 500 एकजनाको पैसा छ नि खोल्टीमा केटाहरुको घन्टो खन्डे त एकचोटी आउला नि 4000 आउला ल माग है मोबाइलमा भाडा मोबाइलमा हिसाब गरेर उठाउँछस् कति हो रे एउटाको भाडो ल ट्याक्क थाहा पाएछ 500 दुईटाको भाडा कति हुन्छ तीनटाको भोट माग्न आउला नि तिमीहरू चाकमा सुई हानेर पठाउँछु म यत्रो भैँसीको सुई लिएर आउँछु अनि दरबाङ गएर तल आन्ने हो भैँसी सुई त नि यतिको मिले पत्रमा खस क्या होइन जेन्जी होइन क्या त यो जेन्जी होइन ल हामीले अब यो हाल्यौँ त्यो ढुङ्गा हाल्नुपर्छ काली ठिस्किन्छ मुनि यस्तो भएको छ यार नेपालहरूले हामीलाई यस्तो रहेछ यार त्यस्तो भएको रहेछ नेपालहरूले हामीलाई भोज गर्न पर्छ हामीले यस्तो चुना लाग्यो यार यो चुना लाग्यो गौँठोलीको बाटो यस्तो रहेछ रहर रहेछ कि त्यो सरकारहरूले पछि यस्तो हिलो हेन्टो गाइस हिलो हेन्टो यहाँ सुधा गाडी फर्छ तर हाम्रो गाडी टायर त्यस्तो टायर पङ्चर भएको छ बाटो चाहिँ खतरनाक छ यार बिउदाई गाडीको टायर पङ्चर भयो चिउडाइ त्यस्तो आमामा हाम्रो बिउदाईले हेर्नु त लगेर त्यो भएन भने जाउँछ नि हाम्रो टायर यस्तो भएको छ ल हेर्नुहोस् टायर यस्तो भएको छ बिहाल बनाउनु ट्र्याक्टरको काम रहेछ हामी कोटा गएर आएको चुना मात्रै लायो ल हेर्नुहोस् त्यो गाडी तान्छ कि तान्दैन है ट्र्याक्टरले